तपाईँलाई फेरि स्वागत छ मेरो न्यू ब्लग। तपाईँलाई फेरि स्वागत छ मेरो न्यू ब्लगमा। यो स्ट्रेट फरवर्ड मन्दिरबाट हाम्रो हुँदैछ ब्लग स्टार्ट, किनकि घरमा अलिकति हतार थियो, त्यही भएर घरबाट बनाउँदै आइन ब्लग होइन। अन्त सोचेँ होइन पूजासुजा गरिहाल्छु, पूजासुजा गरेर चाहिँ ब्लग बनाउँछु भनेर त्यो पूजासुजा पनि गऱ्यौँ हामी। अब हामी जाने हो तल एकछिन होइन, हाम्रो किनकि बिहा पनि यही ठाउँमा भएको, यो मन्दिरमै भएको मेरो र प्रतीक्षाको होइन, यहीँ भएको हाम्रो बिहा। सो आज हाम्रो एनिभर्सरी थियो, तपाईँहरूको ब्लगमा पनि मैले भनेको थिएँ होइन। अन्त हामीले बिहा यहीँ गरेको, त्यही भएर हामी यहीँ आउँछौँ पूजा गर्नु हल सालगिरामा। सो पूजासुजा पनि गऱ्यो होइन। यो प्रसादहरू छ यहाँ, अब तल गएर अलिकति खाने। सो हामीलाई 1 बजी पुग्नु छ यार, चेकिङ छ। सो प्रतीक्षालाई थाहा छैन हो त्यो सरप्राइज। हामी जाँदैछु तल गएर केही खाने हो यार, हल्का हल्का फुल्का, त्यहाँदेखि उतै गएर खाने हो। ढिलो भइसक्यो, स्विमिङ पुलमा नुहाउनु नि त पऱ्यो होइन। पैसा दिएको छु भाइ, त्यसको मजा लुट्नु पऱ्यो नि। चेक इन 1 बजी रहेछ, तर 2 बजीसम्म पुग्नु पऱ्यो नि, नभए त 3-4 बजी त नुहाउनु सकिँदैन फेरि हो। त छिटो जाउँ होला। कति ढिलो हिँडेको यार यिनीहरू, यस्तो ढिलो हिँड्छ। 20 मिनट या 30 मिनट आधी घन्टा त लाग्छ होला त्यहाँ पुग्नुको लागि। यहाँ हेर्नु पानी सुकेछ यहाँ, पानी नभएर। ल सोल्टी तपाईँ त दिल्लीमा थियो त, यहाँ कसरी आउनु? खुट्टा छैन क्या एउटा। ल ल ल बाँदरलाई हामीले दियौँ केला खुट्टा हातै रहेन रहेछ यार, कराउँदैछ बाँदर। साथीहरूलाई बोलाउँदैछ यिनीहरूले। पहिला हामी खाना खानु बसिरहेको छौँ, खाना खानुको लागि। खानासाना खाने जान्छु के है के लाइक सब्सक्राइब लाइक गर्नु। सो गाइस दादाहरू जाँदैछ यहाँबाट होइन घर। सो दादाहरू जाँदैछ यहाँ घर। अब हामी यहाँबाट जाँदैछु, ढिलो भइसक्यो बेलुकाउरी। सो अब हामी जानु आँटेछौँ, ढिलो भइसक्यो यार। 1 बजी चेक इन थियो। स्पा पनि रहेछ नि। सो हामी आज स्पा पनि गर्ने मजाले, राति नगर्ने किन गर्ने हो, हल्का स्पाको पनि एक्सपिरियन्स लिइराखौँ न होइन। के हुन्छ जिन्दगी कभी खुसी कभी गम। यस्तो खाल्टा खुल्टा छ बाप्रे बाप। बाटो बनाउनु नि हो नि होइन, यतै हो सिधै आउनु भनेको छ होइन। मैले हिजो नै बुक गरिरहेको थियो हो। सो देखाउनु छु तपाईँहरूलाई रुम कस्तो छ के छ ल। सो म एउटा त्यो म त्यहीँ भन्छु होला प्राइस रेट कति भयो के भयो, तपाईँलाई मजाले देखाएर। किन मैले भने त जति खान्छ खाऊ, त्यहाँ अलिकति घरमै त फ्याँक्छ भने उपाय त छैन, उपाय त छैन के गर्नु होइन। मैले भनेको थिएँ अब छोड्दै जति खानु सक्छ उता गएर खानुपर्छ फेरि के हल्का फुल्का स्न्याक्सहरू। थ्याङ्क यू भेरी मच, मेरो 500 सब्सक्राइबर पुग्नु आँटेको छ हो। यो नयाँ च्यानलमा त ग्रोथ अलिकति राम्रै भएको छ, सायद त्यही भएर डिलिट भएको होला। तर मलाई डिलिट भन्दा पनि माया लाग्यो भिडियो जुन चाहिँ मेमोरिज थियो नि। केदारनाथ गएको थिएँ होइन, अन्त मनाली गएको थिएँ, अन्त फेरि हामीले घर कसरी बनाएँ त्यो थियौँ। हाम्रो पहिला घर यस्तो थियो होइन। त्यहाँदेखि बाइक कुदाएको, बाइकबाट कुदाएर फेरि गाडीमा एकदम एउटा हुन्छ नि जर्नी थियो हाम्रो। त्यसमा मलाई थियो कि भ्युज आओस् नआओस् के मतलब थिएन मलाई, मेमोरीमा त क्या। अब म सोचेको थिएँ बुढो बाजेबाट जब छोराछोरी हुन्छ उनीहरूलाई पनि देखाउँछु यस्तो थियो भनेर हामी होइन। यस्तो थियो उस्तो थियो, यस्तै स्ट्रगल गरेको हामीले पनि होइन। हाम्रो बाउहरू आमाहरू त्यस्तो धनी होइन भाइ होइन। त्यही हो स्ट्रगल गरिराख्नुपर्छ यार लाइफमा, सबै दिइहाल्छ होइन। त्यो भिडियोजहरू चाहिँ हेप्पी मेमोरी थियो, हेप्पी मेमोरीवाला थियो, दामी वाला थियो। त्यही चाहिँ मिस गरेँ क्या मैले, यस्तो माया लाग्यो त्यो चाहिँ भिडियोहरू। अब
के गर्न अब डिलेट भयो त भयो अब के चाहिँ भन्नु होइन के गर्ने उपाय छैन सो यहाँबाट हामीलाई सिधा जानुपर्छ सिधै आउनु भनेको छ के हो यो चाहिँ के बनाएको ए स्कुलकै हो रहेछ दामी छ त स्कुल त नि ए एडमिसन ओपन डिज्नी च्यानल जस्तो छ आमा सानो ठुलो छैन त स्कुल त हेभी ठुलो रहेछ त सुरुमा यही मन पर्दैन जति गाडी पुस्नु एकछिन पछाडि पाउडर लागिहाल्छ त्यसमा त हो धुलो यस्तो धुलो उठ्छ बाबरे बा म दुबई जाँदाखेरि नि कसो त्यहाँ गाडी नि एकखेप पुस्नुपर्छ 3-4 दिनसम्म त पुस्नै पर्दैन धुलो एउटा पनि धुलो भेट्दैन एक दिन पुस्नु भयो 3-4 दिनसम्म धुनै पर्दैन त्यो मतलब पुस्नै पर्दैन गाडी त्यतिको चाहिँ सफा हुन्छ हामी पुगिसकेको छौँ रुममेन भिलेज ठिक छ चोइस हामी आइपुगेको छौँ रुमेन भिलेजमा त्यो रुम हेर्नु जाँदैछु होइन रुम तपाईँले बुक गरिसकेको छु सो एउटा सरप्राइज चेक गर्नुहोस् होला मजाको रहेछ नि चिटिक्कै परेको होइन मजाको रहेछ हो हेर्नुहोस् यहाँ छ तपाईँको स्विमिङ पुल कुनै त्यहाँ हुँदैन दा हामी यहाँ पनि नआउनु सक्छु हामी सक्छु होइन उनीहरू चाहिँ यहाँ आउनु सक्दैन है सो अच्छा हामी यहाँबाट जाँदा हुन्छ तर उनीहरू जुन चाहिँ नआउँदैछ यिनीहरू चाहिँ आउनु सक्दैन ठिकै छ यहाँ पनि नआउनुपर्छ यहाँ पनि नआउनुपर्छ दुईपट्टि हजुर ए हुन्छ पर्दैन त्यति त के पछ छिटो पछ कस्तो लाग्यो कस्तो लाग्यो लाइट बाला यहाँ लाग्यो त्योभन्दा पहिला मैले भनिसकेँ हजुर हुन्छ लाइट बालिदिनुहोस् न ए फ्यान पनि चल्छ क्या फ्यान पनि चल्छ होइन त्योभन्दा अगाडि मैले अगाडि गरिसकेको थिएँ होइन यसो लुगाहरू फेर्छु एकछिन स्विमिङ पुलमा नुहाउने होस् सुहाउने हो एकछिन इन्जोय गरौँ र हल्का होइन मालदिप्सको भाइब यहाँ हेर्नु यहाँको यस्तो छ रुम यस्तो छ यहाँ चाहिँ नम्यो होला मजाको होइन मजा आयो बुढी हेरेर कस्तो लाग्यो अच्छा सो अब गएर बाहिर गएर मलाई सो केक मगाउँदैछ हामी केक त ल्याइदिनु सक्दैन अरे होइन सो अर्डर गर्दैछु अनलाइन केक पनि काटौँ होला भरे हो सो अहिले जाऊँ होला स्विमिङ पुलमा खेलौँ होला अलिकति 4000 रुपियाँको रुमको भाइदा त उठाऊँ होला है सो अहिले हामी उत्रिसकेको छौँ स्विमिङ पुलमा उत्रिसकेको छौँ यहाँ हेर्नु एक्सिडेन्ट हो गया भाइ एक्सिडेन्ट हो गया सो यहाँ त बालीको फिल आउँदो रहेछ यार यहाँ हेर्नु न यो रुम भयो रुमकै बाहिर छ तपाईँको स्विमिङ पुल हो सो मजाको रहेछ आई लाइक इट 4000 रुपियाँ अरे तर अलिकति चाहिँ रुम बेसी भयो जस्तो लाग्यो मलाई तर ओके न फाइन के भने वान टाइमको लागि भन्दा पनि आउने चाहिँ यार नेक्स्ट टाइम पनि साथीहरूसँग आउनुपर्छ सो तर दामी चाहिँ दामी रहेछ कपल्सहरूको लागि चाहिँ एकदम दामी कपल्सहरूको लागि चाहिँ एकदम दामी भन्दा पनि दामी होइन मजाको लाग्यो कस्तो लाग्यो राम्रो लाग्यो दामी छ है जग्गा तर पानी पनि कम्ती छ यसमा चाहिँ नुहाउनु सक्छौ तिमी त्यो तुम्बा जोतमा चाहिँ सक्दैनौ तुम्बा रेजोर्टमा त पुरा पानी छ हेभी डरलाग्दो पानी छ यसमा चाहिँ कम्ती छ अलिकति पानी उसको लागि चाहिँ ठिकै छ नानीकै यो कपल्सहरूको लागि हो कपल्सहरूको लागि चाहिँ एकदम पर्फेक्ट हो नुहाउँदैछु मजाले मजा आउँदैछ प्राइभेट पुल हो क्या यो हाम्रो चाहिँ हो होइन मजा आउँदैछ यहाँ चाहिँ स्विमिङ जल आउँदैन त्यो स्विमिङ सिक्नु सक्छ यहाँ
यता 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 होला yes हामीले कुछ खानुको लागि मगाएको छु ललिपप यो अनि टिक्का मजाको रहेछ मिठो रहेछ कस्तो छ भने हामी उसले खाँदैन चिकन उसले त भेज खान्छ हो त्यो चिकन दामी रहेछ चिकन पनि दामी छ हो पनिर टिक्का पनि दामी छ मजाको कता नि भोक पो लाग्यो दामी रहेछ मजाको वर्थ इट छ क्या दामी हामीले नुहाइ धुवाइ पनि गरिसके हो कपाल सेट गरेर आएको प्रतीक्षा सुतिरहेको छ थाके अरे स्विमिङ गरेर बेसी होइन अन्त यहाँको बाहिरको म भ्यू देखाउँदैछु तपाईँलाई यहाँ हेर्नु यस्तो छ भ्यू बाहिरको ठिक छ मजाको छ यार मलाई नाइट राति भ्यू हेरेर त अझै नुहाउनु मन लागिसक्यो यस वर्थ इट छ कि छैन त्यो मलाई थाहा छैन भन्दा पनि मलाई अलिकति भक्कु त लाग्यो बेसी लाग्यो अलिकति होइन अलिकति भए पनि भक्कु त लाग्यो 4000 रुपियाँ छ रुम तर अब स्विमिङ पुलको यस्तो छेउमा क्या नुहाउँछु होला म त अझै के होइन यहाँ चाहिँ बाली भ्यू छ क्या के भन्नु अब त ठिकै छ वर्थ इट भन्दा पनि अलिकति बेसी भयो तर ठिकै छ फ्यामिलीको लागि एकदम बेस्ट छ हो अब फेरि हामी बाहिर जाने बाहिरको तपाईँहरूलाई भ्यू देखाउँछु होइन बाहिर कस्तो छ के छ एक्सप्लोर गर्ने तपाईँलाई पनि देखाउँछु ल कस्तो के सो प्रतीक्षा इज हियर हुन रेडी भएको छ होइन सो मैले पनि लुगा लगाएको फोटो खिच्नु अरे त्यही भएर लुगा लगाएको सो ड्रेस यस्तो छ सो बाहिर जाउँ होला त्यहाँदेखि तपाईँहरूलाई पनि देखाउँछु म बाहिरको भ्यूहरू कस्तो छ त्यसै हामी बाहिर देखाउँछु तपाईँहरूलाई कस्तो के छ ल घुमिकन आउँ अब होइन आएको लागि फ्यान खुल्लै होस् ल चिसो भइरहेको छ नि फ्यान र एसी खुल्लै होस् क्या सो जाउँ मलाई फ्यान र एसी अन गरिदिइरहेको छ एउटा स्विमिङ पुल होइन यो स्विमिङ पुलमा चाहिँ के छ मतलब यहाँको जो आउँछ नि यहाँ बस्नु लजमा यहाँको जो स्विमिङ पुलहरू खेल्छ उनीहरूलाई चाहिँ त्यो प्राइभेटमा चाहिँ दिँदैन क्या तर प्राइभेटमा जो खेल्छ त्यसलाई चाहिँ यहाँ एलाउड छ यहाँ त यहाँ पानी नै अलिकति बेसी छ अलिकति कम्ती छ पानी सो यो बाटो चाहिँ यस्तो छ मजाको रहेछ तर यहाँ नि अझै झिलिली लाइट लगाइदिनु पर्थ्यो क्या माथिबाट नि देखिरहेछ कि तर माथि वार्म हो तर अलिकति भए पनि क्या सो माथि क्या माथि पनि हल्का या ब्लू त्यस्तो टाइपको क्या भएको भए दामी देख्छ तपाईँको रिसेप्सन चाहिँ यस्तो छ हो यो चाहिँ रिसेप्सन हो त अहिले हामी जाँदैछौँ माथि एकपल्ट माथि पनि रुम रहेछ रुमभित्र त बस्नु भएन जस्तो एउटा अच्छा यस्तो रहेछ नि त मजाको रहेछ त यहाँ पनि है मजाको रहेछ है चिल भाइ मजाको रहेछ त ठिक छ बियर खाँदै बस्दै चाहिँ ठिक रहेछ यहाँ मजाको रहेछ हौ नि राति चाहिँ मजाको देखिँदैछ यस्तो रहेछ ठिक छ अब के गर्नु गाइस हामी त केही खाने भएन एकदम साधु भइसकेको छु हामी हो केक सेक काटौँ ल होइन अन्त दादालाई बोलाइरहेको छु मैले फोटोसोटो खिच्नुको लागि अब हामी केक काट्नु आँटेको छौँ के काटा तिमी काटा नभए होइन ह्याप्पी एनिभर्सरी त्यसो भए टुकुरी ह्याप्पी एनिभर्सरी जस्तो लाज लाग्यो मलाई पक्रेको म पर्दिनँ मजाको रहेछ केक मिठो रहेछ केक मजाको रहेछ नट ब्याड ठिकै छ त मलाई पो खुवाइदिन्छ होला मजा आयो दिइहाल्छु यहाँ दाललाई पनि दिउँ होला होइन त्यो यहाँ रोटी मासु उसको आएको छ यस्तो रसियन सलाद के हो होइन रोटी सुक्खा रोटी र मैले यो
नर्मल खानामा आउँछु त्यो ठिक लाग्छ मलाई त्यो खाना खाऊँ होला हेल्दी हो यो नर्मल खाना खाऊँ होला अब होइन